फेरि खाली मलाई मात्र नगर है जाठा सात गेम हाने बिर्सिएपछि याद छ 7 ठ्याक हानेको त्यो 7 गेम भन्नु पर्छ आजसम्म त्यो मेरो सोल्टीले हानेर मात्रै हो सोल्टीले लोइले हाने पनि हाने तर 7 ठ्याक हानेर पठाएको बाबु रुँदै गयो कि यो स्लोगन नगर गाइस बे टप हुनाइले फलो गरौँ है गाइस सबैजना मिलेर कुरा गर्दै रहेछ यार एउटा मलाई मिलाउनेको नाम त नि गरेर को हो फेरि कराउँछ कि यसरी कराउँदा त दिमागै छ भएर आउँछ नभएर के गर्दा हामी गर त के 18 बाट माथि उभो लाग्ने नलाग्ने चक्रे 18 बाट माथि उभो लाग्ने नलाग्ने नै तिमीले बिना भएर हामीले के गरौँ त थ्यांक यू सो मच थ्यांक यू बरु यता आएर मेरो यहाँ 1 मैन आर्मीहरुलाई फलो गर बरु सक्रिय अफ भएर किन फलो गर्नु हामीले एउटा पुरै नहाने मान्छे फलो गरेकै काम चाहिँ फलो गरेर के तलाई फुलै हान्नु पर्छ तलाई दिएपछि मात्र गर्ने हो आम्मा मेम्बरशिप दिएपछि यसो त आएर फलो गरे हामीले फलो ब्याक गरिन्छ नि त नि त्यति फलो ब्याक फलो गरिनु सिम्न सानो घोसेडी हान्नु म त टेक 20 त पुगेछ त 20 बल्ल पुराइदेऊ भने त म त टेक दिदी रे जस्तो फेरि जहाँ फेरि ठुला अनि फेरि आमा अलि त्यसरी आउनु पनि कबड्डी लाउँछन् फेरि त्यही त यार नि मेरो कि त झारीहरूलाई हिजो टिकटकमा जन्मिहाल्छ के थाहा तक्रेको भन्ने आइ म यस्तो मुख छाड्छु नि त धेरै नकर है मैले मुख छाड्छु नि फेरि यति कुरा याद राख्न त्यो दारीवाला नारीले मुख छाडिदिएर आएको छ अर्कालाई देपाती बोल्छ आफू चाहिँ नेपालको झन्डा बिचार कमाइराखिस् कमाएन म मेरो दममा कमाएन मुजी त के ठुलो कुरा गरेर यार त बिगार मुख छाड्नु दुईजना यो हेर्न मुख खान बाध्य बनाउँछ मैले मुख छाडे मेरो मुखमा अहिले तैले मलाई मुख खान बाध्य बनाउँछ नेपालको झन्डा राखे नि मेरो झन्डा मलाई मन पर्छ राख्यो घिउले मुख आन्छ नि फेरि ठुलो कुरा नगर सुपर गुलले हाउ कुरा नगर है छाड्न त मलाई बाल तेरै मुख हो छाड्न त ठुलो किन क्या फेरि अर्को होइन गफै ठुलो तेरो हेर्न 21 स्कोरमा के ठुलो कुरा त भन्दा त मै ठुलो छ ल स्कोरमा अलि हो भन्नु टेक्टर पेपर सबैजनाले लुगा गरेर सब ट्याट गर्नु गाइस प्लिज गाइस सब ट्याट गर्नु न कडा छ मेरो कडा छ थ्यांक यू तेरो भन्दा मेरो स्कोर ठुलो छ नि है याद राख्नु त्यो कुरा ल क्याप्टन गर्न सिकेन त आमा यार छे दुईटी पोथी फेरि ल्याङ हान्छ के गाइस तँ मुजी बढी नगर है तेरो चाहिँ कन्सा स्कोर आएको छ स्कोर आउने मान्छे कराएको छैन तँ मुजी कराएर हुन्छ यहाँ हामीले फेरि व्यवस्थित गर्दैछ फेरि ए राजनपुरलाई पनि हान्थ्यो एउटा चिप्पा यार विचार हुन थालिसक्यो यार मर्न थालिसक्यो यार तपाईँ मर्न थाल्यो भन्न अब भाग्छ ए भाग्छ तललाई डबल छाडा बोल्छ फेरि छ्या के बोले दुईजनाले के बोलेको हो यहाँ के सुनिरहेको छु मैले छाडा बोल्छ फेरि आनु हमर ड्याम कि ड्याम तँलाई हाम्रो रानी देख्दैन मुला यसले मलाई बोल्न बाध्य बनाउँछ कि उहाँ स्कोर आउने मान्छे त कराएको छैन यो मुजी यति गरेर बस्छ आलु जस्तो जान्छ गाइस डबल ट्याप हान्न डबल ट्याप प्लिज गाइस डबल ट्याप जिना अलि धेरै आउँछ के भन्छ हौ कमेन्ट पनि राम्रोसँग गर्नु नि हौ गाइस म त बुझ्दिनँ यार तपाईँहरूको कमेन्ट यार कसम यार मैले पढ्न नजाने हो नि तपाईँहरूले लेख्न नजाने हो आइरहनु
कस्तो कुरा त यार गाइस डबल ट्याप हान्न मेरो साथीहरु डबल ट्याप ओ राति में यार किन सोचिने यता मजा खाइरहेको छु मलाई वात ल ठीक है त्योभन्दा अगाडि नानीसँग म्याच हेरा मैं पुङबाट फेरि ग्ल्याङ ग्ल्याङ पुङ सेवा रोसेवा ए मामाको छोराले मलाई जिताउँछु भनेर यार कहिले जिताउँदैन कसम एकलाई 1 भर्सेस 2 खेल्ने भन्दा थियो हेर्न 1 मा त जितेन 2 त खुलित्तै खायो एगेर 2 मा त जित एगेर सिंगल सिंगल जितेन अझ 1 भर्सेस 2 खेल्ने रे तलाई त मुजी दारी वाला नारी नगर्ने दिन पर्खिन खुलित्तै त्यही भने खुलित्तै 3 दिन पर्खिनु रे ओ 3 दिन पछि मलाई गिफ्ट आउने भयो मरा यस यस ओके म वेट गर्छु नि त हेर्न यो जडे हैन लाइफमा निदायो आम्मा गेम खेल्न लाग्यो निदाउन आएको पर सुकै जिते भएन ल त्यसो 12 हेर्न तँलाई जिते भएन र जितेर देखा भइल यो पनि ए मान्छे त हरान प्लिज यसो टाटोगर गाइस दिन्छु नि हौ मामाको छोरा म चिन्ता नगर्नु न तपाईँ पनि किन चिन्ता गर्नुहुन्छ धेरै चिन्ता लिने काम जिन्दगीमा नगर्नु भन्दैछु कोले समिराले है कान्छा वेलकम वेलकम अरे ओइ डबल ट्याप हान्न छ सोल्टिनाको मान्छे गुखाएर बसेछ आन्दैन त एक गेम खेल्छ जनाले एक गेम खेल्छ जनाले छोड्ने बिबा तू गेम से ल त्यो जग्गाले एराङ राल दिबेपछि खाली ठाउँमा गनम थ्यांक यू नयाँ चक्रेलाई पेलाएर पेलिएको छ त उ स्कोर 63-18 ल म त गयो चक्रे ए म बाइ हामी डिलेट गएको ल भोलि भेटौँ ल आया मेरो माया गाइस डबल टेप गरौँ सबैजनाले ठन्डी ठन्डी हावा चले पाउनु तेरा पाउनु चुना काम मर्यो फेरि